नमस्ते सबैजना साथीहरूलाई फेरि भोलिदेखि एउटा नयाँ कम्पनीले हामी सर्वसाधारण लगानीकर्ताहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। हामीले यस भिडियोमा कुन कम्पनीले आइपिओ निष्कासन गर्न लागेको हो र यस कम्पनीले कति किता आइपिओ निष्कासन गर्न लागेको हो र यस कम्पनीको आइपिओमा कतिजना साथीहरूलाई आइपिओ पर्नेछ र यस कम्पनीको ओपनिङ प्राइस के कति रहेको छ र यस कम्पनीको इपिएस र नेटवर्थ पर सेयर के कति रहेको छ आदि सम्पूर्ण कुराको बारेमा जानकारी दिनेछु। त्यसैले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला र भिडियो मन परेको भए एउटा सानो कमेन्ट गरिदिनुहोला। यस कम्पनीको नाम रहेको छ कालिन्चौक हाइड्रो पावर कम्पनी लिमिटेड। यस कम्पनीले हामी सर्वसाधारण लगानीकर्ताहरूका लागि भोलि चैत्र 22 गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरी बाँडफाँड गरे पश्चात अब हामी सर्वसाधारण लगानीकर्ताहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी 55 करोड रुपैयाँ बराबरको 25% अर्थात् 13 करोड 75 लाख रुपैयाँ बराबरको 13,75,000 किता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो, जसमध्ये 5,50,000 किता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र 82,500 किता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँड गरिसकेको छ। अब भने कम्पनीले दोस्रो चरणमा 41,250 किता शेयर सामूहिक लगानी कोष र 16,500 किता शेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित राखी बाँकी रहेको प्रति शेयर 100 रुपैयाँ अङ्कित दरमा 6,84,75,000 रुपैयाँ बराबरको 6,84,750 किता साधारण शेयर हामी सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागेको हो। सो आइपिओमा न्यूनतम 10 किताको लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा 10,000 किताको लागि आवेदन दिन सक्नेछ। निष्कासन बन्द छिटोमा चैत्र 25 गते हुनेछ भने ढिलोमा 2083 वैशाख 6 गते हुनेछ। आइपिओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी BB इस्युवा रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको सङ्केत गर्दछ। कम्पनीले सञ्चालन गरेको 5 मेगावाटको सागु सोरुन खोला जलविद्युत आयोजनाको कुल लागत 1 अर्ब 20 करोड रुपैयाँ रहेको छ भने प्रति मेगावाट लागत 24 करोड 14 लाख रुपैयाँ रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमति पत्र 29 वर्ष 5 महिना बाँकी रहेको छ भने यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि 9.19 वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि 15.36 वर्ष रहेको छ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट ब्याङ्किङ लिमिटेड रहेको छ। लगानीकर्ता नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी ब्याङ्क तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी आस्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएसई एन्ड क्लियरिङ लिमिटेडको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी पनि आवेदन दिन सक्नेछन्। अब हामी कुरा गर्नेछौँ यस कम्पनीको इपिएस र नेटवर्थ र ओपनिङ प्राइस के कतिमा हुनेछ यसको बारेमा कुरा गर्दाखेरि यस कम्पनीको इपिएस 1 रुपैयाँ 46 पैसा रहेको छ भने यस कम्पनीको नेटवर्थ 106 रुपैयाँ 65 पैसा रहेको छ। यस कम्पनीको ओपनिङ प्राइसको बारेमा कुरा गर्दाखेरि यस कम्पनीको ओपनिङ प्राइस 106 रुपैयाँ 65 पैसादेखि लिएर 319 रुपैयाँ 95 पैसाको बिचमा हुनेछ। अब हामी कुरा गर्नेछौँ यस कम्पनीको आइपिओमा कतिजना साथीहरूलाई आइपिओ पर्नेछ यसको बारेमा कुरा गर्दाखेरि यस कम्पनीको आइपिओमा 68,475 जना साथीहरूलाई मात्र आइपिओ पर्नेछ, बाँकी सबै साथीहरूको हात खाली हुनेछ। अब हामी कुरा गर्नेछौँ यस कम्पनीको आइपिओ हामीले भर्ने कि नभर्ने यसको बारेमा कुरा गर्दाखेरि यस कम्पनीको आइपिओ सबैजना साथीहरूले भर्नुहोला, किनभने यस कम्पनीको आइपिओको प्रति किताको मूल्य मिनिमम 800 देखि 900 सम्म जान सक्ने सम्भावना धेरै रहेको छ। त्यसैले सबैजना साथीहरूले यस कम्पनीको आइपिओ भर्नुहोला। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो एउटा सानो कमेन्ट गरिदिनुहोला र भिडियो मन परेको भए लाइक गरी च्यानललाई सब्स्क्राइब गरिदिनुहोला।